मैले सबैभन्दा पहिला त्यो आइजिबिटी र मस्फेट टेस्टिङको डिभाइसको लागि सर्किट बनाउनु पर्ने हुन्छ र यसको लागि मैले इजी इडिए युज गर्छु र यहाँ गएर मैले यो लेभलको सर्किट बनाएको छु। बेसिकली यो सर्किटमा चाहिँ तपाईँको यहाँ कनेक्टर छ, यो मैले डिसी भोल्टेज कनेक्टर, अनि त्यसपछि गएर यहाँ चाहिँ एउटा पुस बटन छ, अनि यो एलइडी छ, अनि यो 1K को रेजिस्टर चाहिँ मैले यसबाट चाहिँ ड्रेनमा दिएको छु र यो चाहिँ सोर्स चाहिँ ग्राउन्डमा छ र यो स्विच अन गरेपछि यो अन हुन्छ। अब यो सर्किटलाई म तपाईँलाई एक्सप्लेन गर्छु। त्यसको लागि चाहिँ मैले चाहिँ सिमुलेसन पनि गरेर तपाईँलाई देखाउँछु है त। पहिला यो कसरी हुन्छ भन्दाखेरि यो तपाईँको जस्तो मेरो यो सिमुलेसनको लागि मैले यो सर्किट यहाँ युज गर्छु होइन। अब यो इजिडीमा नि गर्न मिल्छ, तर त्यहाँ चाहिँ कतिपय कम्पोनेन्टहरूको त्यो फुटप्रिन्ट मलाई चाहिएको हुन्छ र त्यो उतापट्टि सिमुलेसनमा चाहिँ त्यसको स्पाइस मोडल नभएर नि मलाई चाहिँ भएर मैले यो प्रिफर गर्छु। यो सिम्पल पनि छ। अनि अब यसमा मैले के गर्नु पर्यो भने त्यो सर्किटलाई मैले मेरो सिम्पल सर्किटलाई मैले यहाँ कम्प्लिट गरेको छु। यहाँ ब्याट्रीको सप्लाई दिएको छु, यहाँबाट स्विच छ, स्विचबाट चाहिँ तपाईँको चाहिँ यो 1K को पुल डाउन रेजिस्टर हो। यो स्विच अन हुँदाखेरि चाहिँ योले चाहिँ पुल डाउन रेजिस्टरको काम गर्छ र स्विचिङको लागि सजिलो हुन्छ र यसले प्रोटेक्सन पनि गर्छ सर्किटलाई। त्यसपछि गएर जब स्विच अन हुन्छ करेन्ट फ्लो यहाँबाट 1K को रेजिस्टर हुँदै मस्फेटमा जान्छ। अनि मस्फेटमा गइसकेपछि मस्फेटको गेटले दिएको थ्रेसोल्ड भोल्टेज 5-6 भोल्ट कति चाहिन्छ त्योभन्दा बढी पायो भने यो अन हुन्छ। मैले बेसिकली 10 भोल्ट दिन सक्ने 10-12 भोल्टसम्म दिने खालको सर्किट बनाएको। यसमा चाहिँ तपाईँको 12 भोल्टको तपाईँले सप्लाई दिनुभयो भने थ्रेसोल्ड भोल्टेज इनफ हुन्छ र गेटले थ्रेसोल्ड भोल्टेज पाइसकेपछि यो फुल मानौँ न यसको चाहिँ मिनिमम लेभलदेखि फुल लेभलसम्मको टर्निङ सेचुरेसनमा जान्छ। फर इक्जाम्पल मैले 5 भोल्ट दिएँ भने यो मस्फेट थोरै खुल्छ भने 12 भोल्ट दिएँ भने मैले फुल्ली खुल्न सक्छ। त्यो मस्फेटको थ्रेसोल्ड भोल्टेज भन्छ। यसमा मैले 6 भोल्ट राखेको छु है त। नर्मली चाहिँ मस्फेटहरू 5 देखि 6 भोल्टबाट सुरु हुन्छ स्विचिङ अन हुन, अनि त्यस कारणले गर्दा नर्मली चाहिँ 6 भोल्टको थ्रेसोल्ड राखेको छु। तर मैले यो पावर सप्लाई यसबाट जति मैले 9 भोल्ट 10 भोल्ट 7 भोल्ट जति पनि दिन सक्नुहुन्छ। त्यो पावर सप्लाई दिइसकेपछि यो 1Kबाट यो चाहिँ गेट अन हुन्छ। अन भयो भने ड्रेनबाट सोर्सको पाथ कनेक्ट हुन्छ, यहाँ डायोड हुन्छ उनी भएको हुनाले, अनि यो पाथ सर्किट कम्प्लिट भएको हुनाले करेन्ट यसरी फ्लो भएर 1K रेजिस्टर, यो 1K रेजिस्टर भनेको फेरि यो एलइडीलाई प्रोटेक्सनको लागि हो। यो एलइडीको प्रोटेक्सन गर्छ यसले र यसले चाहिँ यसरी काम गर्छ। अब फर इक्जाम्पल मैले यसलाई बालेँ, स्विच अन गरेँ, यो बत्ती बल्यो होइन, मस्फेट अन भयो। हेर्नुहोस् तलपट्टि स्लेस्कोपमा मेरो त्यो भोल्टेजको फर्महरू पनि देखिएको छ। यसरी चाहिँ यसले काम गर्छ। अर्को सिनारियो पनि हेरौँ। जस्तो फर इक्जाम्पल यो मस्फेट पहिल्यै सर्ट थियो भने के हुन्छ त? मस्फेट पुरै सर्ट थियो भने डाइरेक्टली ड्रेन र सोर्सको पहिल्यै सर्ट हुन्छ, अनि तपाईँको सोर्स सर्ट भएको हुनाले यसलाई पाथ बनाउनुहोस्। यो रातो भयो भने रङ कनेक्ट हुन्छ, यसलाई मिलाउँ। अब यसलाई मैले यदि मस्फेट सर्ट हुनु ड्रेन सोर्स आफै सर्ट हुनु हो नि त होइन। यो सर्ट रहेछ भने पनि बत्ती बल्छ भने तपाईँले मस्फेट राख्ने बित्तिकै बत्ती बल्यो भने चाहिँ यो चाहिँ के भयो, मस्फेट खराब छ। मस्फेट राखेपछि बत्ती बलेन र स्विच अन गर्दा बत्ती बल्यो भने मस्फेट करेक्ट भइहाल्यो हो। यसरी हामीले चाहिँ मस्फेटलाई चेक गर्न सकिन्छ र यो युजफुल डिभाइस पनि हुनसक्छ र तपाईँले पनि यसलाई बनाउन सक्नुहुन्छ। र यसको यो सर्किट कम्प्लिट भइसकेपछि मैले अब यसलाई म फेरि यसलाई के गरेँ, यसलाई पनि हालिदिन्छु। अनि फेरि यसपछि मेरो फेरि म पहिलाको इजिडीमा जान्छु। यो मेरो सर्किट छ, यसलाई मेरो पिसिबीमा कन्भर्ट गरेपछि यो पिसिबी यस्तो बनेको छ। अब यो पिसिबीलाई तपाईँले 3D भ्यू गरेर हेर्न सक्नुहुन्छ। मेरो सर्किटको लागि यो जम्पर यहाँ चाहिँ पावर सप्लाई दिन्छु। यो पुस बटन हो, यो 3टा रेजिस्टर भयो, यो एउटा एलइडी भयो, अनि यो मस्फेटहरू आइजिबिटी राख्ने प्लेस होइन। अनि त्यसपछि गएर यो सकिसकेपछि तपाईँले यसलाई सिम्पली एक्सपोर्ट गरेर तपाईँले यसलाई पिएनजीमा एक्सपोर्ट गर्न सक्नुहुन्छ। अनि त्यसपछि गएर अब तपाईँले इमेजको रूपमा यसलाई
यो पिसिबीलाई तपाईँले एक्सपोर्ट गरेर पिएनजीमा गएर तपाईँले एक्सपोर्ट गर्नुभयो भने यो यस्तो बन्छ। अब तपाईँले यो पिसिबीलाई तपाईँले बनाउन सक्नुभयो। यो हाम्रो पिसिबी हो। यो पिसिबीलाई तपाईँले कम्पोनेन्टको टप लेयर हो, यो टप बटम लेयर। अब तपाईँले चाहिँ यसरी नै तपाईँले कम्पोनेन्टलाई एक्सपोर्ट गरेर आफ्नो डिभाइस बनाउन सक्नुहुन्छ है त। र त्यो डिभाइस चाहिँ मैले बनाउने तरिकाको लागि चाहिँ मेरो सिएनजीको भिडियोहरू हेर्नुहोस्, मैले सिएनजीबाट बनाउँछु। तपाईँहरूले चाहिँ पेनले राइटिङ गरेर पनि बनाउन सक्नुहुन्छ अथवा म्यानुअल्ली कनेक्ट गरेर पनि बनाउन सक्नुहुन्छ। त्यसको लागि चाहिँ तपाईँले यो सर्किटलाई सम्झिनुपर्छ। यो सर्किटको अनुसार तपाईँको कम्पोनेन्टहरूलाई जोड्नुहोस्, त्यसपछि यसले काम गर्छ। तपाईँहरूले यति बेलासम्म मेरो च्यानल हेर्नु भएकोमा धन्यवाद र यो भिडियोको लागि। त्यसपछि तपाईँहरूले मेरो च्यानललाई फलो, लाइक, सब्सक्राइब गरिदिनु होला। धन्यवाद।